हाम्रो देशको केटीहरू सबै चाडपर्व अनुसारको भिडियो बनाउनु भयो। दसैँ तिहार हैन, तीज दुज सबै खालेका भिडियोहरू बनाउनु भयो। कतै टिका लगाएर भैले खेलेर हैन, शिवरात्रिमा भाङ खाएर पुरै लद्रामै लड्ने खालको भिडियो पनि बनाएर हाले हुन्छन् हैन। होलीमा पुरा आफ्नो त्यो स्तनहरू पुरा केटाहरूले छामिरहेको खालको भिडियो पनि बनाएर पोस्ट गर्ने भए। ट्याडी बियरको दिनमा त्यो आफूभन्दा ठुलो भालुलाई लिएर चाहिँ मेरो बोयफ्रेन्डले दियो गरेर भिडियो बनाएर हाल्ने भए। ठिक चक्लेट दिनको दिन पनि आफूले पुर्दिने खालको चक्लेट लिएर देखाए। यो साला मैले नबुझेको कुरो, किस डे र भ्यालेन्टाइन डेको दिन चाहिँ तिनीहरूलाई भिडियो बनाउनु पर्छ भन्ने चाहिँ यादै आउँदैन कि क्या हो। त्यो भिडियो पनि हाल्नु पर्यो। म लगभग अहिले 24 वर्ष पुगेँ, अहिलेसम्म मलाई थाहै छैन साला भ्यालेन्टाइन डेको दिन र त्यो किस डेको दिन चाहिँ गर्छन् के। त्यो भिडियो अनुसार थाहा पाउनु पर्यो नि त। मैले पनि हाल्नु पर्यो क्या, थाहा त पाउनु पर्यो। अब यो भ्यालेन्टाइन डेको दिन के हुन्छ हैन, मासु र भात खान्छन् कि। मलाई त लाग्दैछ साला यो किस डे र भ्यालेन्टाइन डेको दिनमा टाउकाले टेकेर खुट्टामाथि फर्काएर हिँड्छन् कि क्या जस्तो लागिरहेछ केटीहरू। भिडियो हाल्दैनन् हैन। पता नै यार, दिमागमा आउँदैन भिडियो बनाउने या मन नलाएर नबनायो। यो 2 दिनको भिडियो चाहिँ छुट्नु भएन क्या, बनाउनु पर्यो। मेरो मागै त्यही हो है, मेरो माग पुरा गर्नु पर्यो। त्यो 2 दिनको भिडियो चाहिँ हाल्नु पर्यो। अब आउँदो वर्ष चाहिँ राखिराख्नु यहाँनिर भिडियो चाहिँ। म चाहिँ स्पेसल भ्यालेन्टाइन डेको दिनको भिडियो हेर्न आउँछु त्यहाँनिर। म यहाँ युट्युबमा खोजेर मर्न लागिसकेँ। म भेटिन्न त। एउटा साथीले कोरममा गएर खोज भन्दै थियो। कोरम भन्ने के हो अब थाहै छैन। मेरो मोबाइलमा त एप्लिकेसनको नाम पनि चोरम छ के हेर्नु।